यहाँबाट फोटो खिच्नु क्या सो हाई गाइज न्यू डे न्यू भ्लग आजको भ्लगमा फेरि पनि हामीले पार्क आएको छौँ होइन अनि पार्क यस्तो दामी छ आई विल सो यु सो 3 2 1 गो यस्तो दामी पार्क छ क्या वाउ यही पार्कमा घुम्ने हो हाम्रो फ्यामिली मम्मी चाहिँ कहाँ छ भन्ला तिमीहरूले होइन मम्मी चाहिँ कारमा बसिरहेको मम्मीलाई चाहिँ अलिक त्यस्तै 4 बजिरहेछ सो मम्मीलाई चाहिँ घुम्न मन छैन अरे क्या बोलायो गाडी मिलाइदिनु सो यहाँ 3टा बाँदर छ 3टा बाँदर वा यस्तो दामी ठाउँ वा यहाँ चाहिँ फ्लावरहरू पनि छ हेर्नु सक्नुहुन्छ होइन तिमीहरूले वा कस्तो दामी फ्लावर हो हरायो त तपाईँको छोरीहरू सो यस्तो दामी फ्लावरहरू छ क्या यहाँनिर थुप्रै है त्यो साइडतिर सबै फ्लावरै फ्लावर होइन पुरै रातो पहेँलो ब्ला 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 इटिसी फ्लावर आर देयर एज यु क्यान सी अनि यहाँ चाहिँ हाम्रो ड्याडी अलिक हिरो पारामा हिँड्नु ल ट्याङ टुङ 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 ए हिरो यो पाराले हिरो हिँड्छ हिरो ल ल ए ल 3 टाउन एक्सन है 3 2 1 एक्सन टुङ 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 च्याना ए ब्याकग्राउन्ड साउन्डलाई पनि यस्तो दामी हो क्या ए हाम्रो रेडी हिरो वाउ यस्तो दामी ठाउँ छ यहाँ यो फाउन्टेन चढेर क्या टाइम देख्थ्यो सेट कलर टाइममा आएछ यहाँ चाहिँ अलिकति कपालहरू धेरै देखेँ मैले होइन 4-5वटा देखिसक्यो झट्टाएर हान्नुपर्ने ढुङ्गाले अनि यस्तो दामी फ्लावर हो यो रुखहरू छ यहाँ सो यहाँनिर चाहिँ ग्राउन्ड पनि छ ग्राउन्डले के भन्छ यसलाई सानो पार्क जस्तो यहाँनिर तिनीहरू गयो त नि तिनीहरू त उतै सबै भगवान् छ भने हाम्रो नि दिन आउला गाइस ब्याकग्राउन्डमा तिमीहरूले देख्न सक्छौ होइन कति धेरै लिटरली मैले यहाँनिर 7-8वटा कपालहरू देखेँ यस्तो दामी छ यो भने मान्छे यो त्यही त भने यता नि छ उता नि छ सब ल्याप्पहरू बजिरहेको छ भने गलत भयो नि केटाकेटी भएछ त ल बाउ यस्तो दामी पार्छ क्या दामी देखेको यो त ए यहाँ चाहिँ आर्मी ट्रेनिङ भएको एउटा सोझो थियो गएको एउटा लड्यो भन्न कान्छी आर्मी ट्रेनिङ हाम्रो आर्मी कान्छी ल ल ल ल गयो यो पार गर्नु पऱ्यो अनि ल ल ल ल ल ए ल रुचिका जान्छ छैन क्या टेक्छ ठिक छ ठेक्छ के ठेकिहाल्छ नि यसले हल्का भाँच्यो रहेछ तर ठिक छ यसले ए यस्तो छ यहाँ जिन्दगी सोच्यो होला मेरो पेट यति ठुलो कसरी भयो भने न यहाँहरू म कसरी जिम गर्छु तपाईँ यसरी नै दिनमा 4 या 5 बार दिनु हो न म मेरो जस्तो पेट हुन्छ ए रुचिका ए यिनीहरूको फेरि यता छुट्टै छ क्या छुट्टै छ यिनीहरूको बाउछोरीको एक्सर्साइज ल गर्नु त ए 1 2 3 4 5 6 7 यो के हो के हो
खोइ यहाँ त भिडियो खिच्दा यस्तो हो क्यारे लु आएछ यहाँ तातो तातो छ एकदम तातो तातो भएको रुक रुक यहाँ रुक 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 म पुलअप गर्छु पुलअप अहिले ठुल्ठुलो भाइ लाग्यो ठुल्ठुलो के हुन्छ यहाँ सँग त खेल्ने ठुक्कान छ आइज एक्लै खेल के हुन्छ के भयो खोइ के गर्नु हुँदैन के ठुलो डर आज यसो के भयो के हो यो के हो यो आइज चाहिँ त्यो त लु पेटको लागि ठिकै हो लु 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 लड्छ अहिले चिप्लेर ल कसरी देखाइ ए रुचिका गर्न जाँदैछ बुइ होइन होला है यस्तै हो ए ल गर यो हातको लागि हो यस्तै हो यो चाहिँ कम्मरको लागि समात मोटी यहाँ चढौँ ल मेरो क्यामेराम्यान कम आउन हो यसरी गर्ने हो क्या यो त मेरो लिए सही हो है यो त मेरो लिए सही हो यहाँनिर चाहिँ ठुलोवाला पुसअप बार पुलअप बार सानोवाला पुलअप बार त्यहाँनिर खै के छ होइन यस्तो दामी छ यहाँनिर पुरै क्यालेस्थेनिकको डिपार्टमेन्ट हो अनि त्यहाँनिर हिँड्नको लागि बाटो फुटपाथ टाइपको यस्तो दामी रुखहरू भयो अनि म चाहिँ यहाँ अनि त्यहाँनिर चाहिँ बच्चाको सेक्सन योबाट चाहिँ बच्चाको सेक्सन अनि ड्याडीहरू अगाडि जाँदै हुनुहुन्छ म यताबाट जाँदैछु अनि यो भ्यू चाहिँ यस्तो दामी लाग्यो मलाई होइन अझै प्लस एउटा कुरा चाहिँ हामीले के मिस गऱ्यो भने हल्का यो अलिकति पुरानो भएछ होइन भर्खर भएको बेला अनि यहाँ पानीहरू हुन्छ नि फाउन्टेनहरू हुने बेला आएको हुन्छ नि यस्तो दामी देख्थ्यो यो दामी के जाने अहिले जाने कस्तो रमाइलो आएको थियो उता उता जाऊ न यहाँ चाहिँ पान्डा डस्टबिन युज मी किस हो क्या त्यो भएर पान्डामा थियो ए को हो यो पान्डा तिम्रो को हो यो पाण्डाको तपाईँ त अडेको नि छैन होइन बच्चाको पाण्डामा सान्डा बसेको अनि कहाँ लड्छ भन्ने कुरा त सही गर्छ बेला बेलामा यस्तो दामी वाउ एकदमै यहाँ चाहिँ गरम भइसकेको अवस्था अनि हाम्रो केटाकेटीहरू अझै यता छन् ए लेट्स गो हाम्रो चाहिँ गरम भयो दिल्लीमा नि के अरे गौतम बुद्ध ओ के को गयो ए चमेरा रहेछ यो माथि चाहिँ यसमा त्यसको गुहरू रहेछ यहाँ चाहिँ कपालहरू धेरै रहेछ गाइस हामी गलत ठाउँमा आएछ ए यो जेठी छोरी कान्छी छोरी माइली छोरी यस्तो दामी यहाँ यो बनेको रहेछ सबै बन्द गर्छ अनि 10 रुपैयाँ लिएर है क्या दामी उयो क्या सबैलाई नमस्कार
म जीवन कुमार मिक्चन लालबन्दीबाट मेरो वार्ड नम्बर 8 सरलाई हाम्रो लालबन्दीमा अहिलेसम्म विकास भएको छैन, विकास भएन भन्थ्यो। हाम्रो लालबन्दीको तपाईँलाई यस्तो चिज देखाउँछु गइरहेको छु, तपाईँहरूले अचम्मै हुन्छ कि लालबन्दीमा बन्यो कसरी, हामी त लालबन्दीमा छ भन्ने लालबन्दीकोहरू चाहिँ एकदम छक्क हुन्छ क्या। म त भर्खर अब 2 महिनापछि घुमेर आउँदाखेरि अचम्म लाग्यो क्या। हाम्रो लालबन्दीमा अहिले विकास भइरहेछ। हाम्रो काठमाडौँमा एउटा धरारा फुटेको थियो, हाम्रो यहाँ 2-2वटा धरारा छ, एउटा यता छ अरे एउटा यता छ। ल यो धरा सो यहाँ चाहिँ यस्तो दामी छ। यहाँ ठ्याक्क यहाँनिर बस्नु त। यहाँ हामी चाहिँ यहाँबाट फोटोसुट गर्ने। फाइनली म अब मेरो गर्लफ्रेन्ड रिभिल गर्न जाँदैछु तिमीहरूलाई होइन। कति वर्ष भयो मैले तिमीहरूलाई मेरो गर्लफ्रेन्ड रिभिल गरेको थिएन। सो तिमीहरू मेरो गर्लफ्रेन्ड हेर्न तयार हो नि। मेरो गर्लफ्रेन्ड एकदम ब्युटिफुल छ। उहाँको म तारिफ जति गऱ्यो त्यति नै कम हुन्छ होइन। सो धेरै तारिफ गर्दिनँ। अनि अहिले चाहिँ म पार्कमा हो कि गर्लफ्रेन्डसँग भेट्न आएको। गर्लफ्रेन्ड रिभिल गर्छु इन 3 2 1 अनि मेरो प्यारो गर्लफ्रेन्ड यहाँ छ मेरो गर्लफ्रेन्ड। सी इज माई गर्लफ्रेन्ड। आई डोन्ट नो हु इज सी बट सी इज ब्युटिफुल। लुक एट हर बडी। त्यो उयो माग्ने बुढो साडी लगाउनु स्वागत छ। यस्तै हो। उहाँ चाहिँ मेरो गर्लफ्रेन्ड हुनुहुन्छ अनि उहाँको शुभ नाम चाहिँ मलाई थाहा छैन, तर उहाँ चाहिँ यो पार्कमा बस्नुहुन्छ होइन। यस्तो दामी पार्कमा बस्नुहुन्छ। बोल्दा बोल्दै मेरो मोबाइल चाहिँ तात्यो अनि अब गर्लफ्रेन्डसँग आएन। सो यहाँनिर चाहिँ हाम्रो आइसक्रिमहरू लिँदैछ अनि त्यही हो गाइस। आजको भ्लग यति नै हो होइन। तपाईँहरूले हेर्नुभयो हामी पार्क गएको थियो अनि पार्क कस्तो थियो सब देखाएँ मैले। अनि यति भन्दै आजको भ्लग यहीँ इन्ड गर्छु। आई होप तपाईँहरूलाई मन पऱ्यो होला होइन। गर्लफ्रेन्ड पनि मैले तपाईँहरूलाई आज रिभिल गरिदिनै हाल्यो। सो कतिलाई चाहिँ थाहा नहुनसक्छ मेरो गर्लफ्रेन्ड को जस्तो लागेको थियो होला। सो मैले त्यहाँ गर्लफ्रेन्ड देखाएँ तिमीहरूलाई अनि भिडियो पनि त्यति नै हो। अनि त्यही हो। मेरो च्यानलमा न्यू छ भने चाहिँ प्लिज हिट द्याट सब्सक्राइब बटन अनि हाम्रो मिक्सन फ्यामिलीमा जोडिनु होला। अनि यति भन्दै आजको भ्लग यहीँ इन्ड गर्छौँ। बाई बाई।